नमस्कार, मेरो नाम बिरुवा कुमारी थलाल कसेरा हो। म अहिले 40 वर्षकी भएँ। मेरो मूल घर सुर्खेत जिल्लाको बिकट गाउँमा भएको घर छ। मेरो परिवारमा 5 जना सदस्य छौँ। म एउटा अपाङ्गता भएको महिला हुँ। विगत 3 वर्षदेखि मैले प्राकृतिक रेसाको हस्तकला सम्बन्धी सामानहरू बनाउँदै काम गर्दै आइरहेको छु। मेरो घरको आर्थिक अवस्था एकदमै कमजोर भएको कारणले यो हस्तकलाको कामबाट मेरो परिवारको आम्दानी र परिवारको घर खर्च चलेको छ। यो सामानहरू मैले काठमाडौँको घर उद्यम मञ्चमा पठाउने गरेको छु। उहाँहरूले अर्डर लिन थाल्नु भएको छ र उहाँहरूले मलाई नयाँ नयाँ डिजाइनमा सामानहरू बनाउन घर उद्यम मञ्चले सहायता गर्नुभएको छ। घर उद्यम मञ्चको सदस्य भएर काम गर्ने मौका मिलेको छ। भविष्यमा बढीभन्दा बढी अर्डर पाएर मेरो घरको आम्दानीको स्रोत बढ्नेछ, मेरो परिवारको अवस्था राम्रोसँग चलाउन सकिनेछ भन्ने आशा मैले घर उद्यम मञ्चसँग राखेको छु।